हेलो 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 दामी दामी नेल्स त्यो पनि एकदमै रिजनेबल प्राइसमा गर्ने होइन त त्यसको लागि तपाईँहरू आउनुपर्ने हुन्छ हाम्रो नेल्स एडिट बाई जेसिकामा। उहाँ हुनुहुन्छ हाम्रो प्रनिशा म्याम। नमस्ते, वेलकम टु नेल्स एडिट। उहाँ हुनुहुन्छ हाम्रो नेल टेक्निसियन र यदि तपाईँहरू नेल्स गर्न यहाँ आउनु हुँदाखेरि चाहिँ कि त उहाँको हातबाट हुन्छ कि त मेरो हातबाट हुन्छ। हाम्रो स्टेसन यही भयो र हाम्रो चाहिँ यो नेल्स एडिट चाहिँ सानो भए पनि एकदमै कोजी भाइबमा चाहिँ हामीले राखेका छौँ, बनाएको छौँ। र यहाँ चाहिँ हाम्रो नेल्स बाहेक मेनिक्योर र पेडिक्योर पनि हुन्छ र हाम्रो यतापट्टि छ हाम्रो पेडिक्योर स्टेसन। यहाँ चाहिँ तपाईँहरू बस्नुहुन्छ। यहाँ हाम्रो खुट्टाको लागि भइहाल्यो, हातको लागि त यही यसमै गर्छौँ टेबलमै। र यहाँ छ हाम्रो मेनिक्योर पेडिक्योरको लागि चाहिने सामानहरू। अनि यतापट्टि छ हाम्रो वेटिङ एरिया। यहाँ चाहिँ तपाईँहरूको कोही साथीहरू लिएर आउनुभयो भने या फिर 5-10 मिनट्स यता तलमाथि हुनसक्छ, त्यतिखेर वेट गर्नको लागि चाहिँ यहाँ भयो। र हाम्रो यता छ हाम्रो सानो मन्दिर। नमस्ते गरौँ गर्नुभयो होला र अनि यतापट्टि अब हाम्रो फेरि ब्याक टु हाम्रो नेल स्पेस, हामीले जहाँ चाहिँ काम गर्छौँ है। अनि यस्तै छ हाम्रो नेल स्टुडियो चाहिँ, जहाँ चाहिँ तपाईँहरूले एकदमै राम्रो 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 नेल्स चाहिँ बनाउन सक्नुहुनेछ। त्यसको लागि चाहिँ तपाईँहरूले एक्सपिरियन्स गर्नको लागि चाहिँ यहाँ आउनुपर्ने नै हुन्छ। लोकेसन चाहिँ कोटेश्वर हो। कोटेश्वर भन्दाखेरि चाहिँ फेरि माथि चोकैमा चाहिँ होइन ल, कतिजनाले चाहिँ चोकैमा हो कि भनेर गेस गर्नु हुँदो रहेछ। चोकैमा होइन, हामी चाहिँ अलिकति बिच एरियामा छौँ। एमाले पार्टी अफिसको चाहिँ ठ्याक्कै अपोजिट साइडपट्टि छौँ। सुन्दैछु एमाले पार्टी अफिस पनि सर्छ अरे, तर टिल नाउ चाहिँ यहीँ छ। त्यो भनेको चाहिँ बालकुमारी पुलबाट शङ्खमूल जाने बाटो, जुन खोलाको बाटो छ, मनोहरा खोला हो, त्यही बाटोबाट हो। तपाईँहरूले हामीलाई चाहिँ गुगल म्यापमा पनि भेट्न सक्नुहुन्छ र फोन अथवा मेसेज पनि गर्न सक्नुहुन्छ ल। आफ्नो टाइम डेट बुक गर्नु होला र यहाँ आउनु होला, हामीसँगको यात्रा एक्सपिरियन्स गर्नु होला। बाई बाई।